आफ्नो गाउँ आफ्नो ठाउँसँग जोड्ने नेपा, ताजा खबर हातमै तुरुन्त छ नेपा। साना ठुला सबका लागि परिवारकै नेपा, पात्रो समाचार अनि रेडियो नेपा। नेपाली नमस्कार तथा स्वागत छ। आज हामी योगिनी एकादशी, इन्द्रिय संयम, पाप मोचन र मोक्ष मार्गतर्फ डोर्याउने पावन व्रतको बारेमा जानकारी दिनेछौँ। आषाढ कृष्ण पक्षको एकादशी तिथिलाई योगिनी एकादशी भनिन्छ। सनातन वैदिक धर्ममा एकादशी तिथिको विशेष महत्व रहँदै आएको छ। प्रत्येक एकादशी भगवान श्री हरिको आराधनाका लागि उपयुक्त मानिन्छ भने हरेक एकादशीको आफ्नै नाम, विशेषता र फल वर्णन गरिएको पाइन्छ। तीमध्ये योगिनी एकादशीलाई पापमोचन, रोगनाश र आत्मशुद्धिको श्रेष्ठ व्रतका रूपमा लिइन्छ। योग शब्दको अर्थ जोड्नु, मिलाउनु, एकाकार गर्नु वा संयोजन गर्नु हो। योगिनी एकादशीको मूल भावनाले मानवीय मनसहितका एकादश इन्द्रियलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता 6वटा आन्तरिक शत्रुबाट मुक्त गराई ईश्वर सेवामा लगाउने उद्देश्य राख्छ। यसरी इन्द्रिय संयम र आत्मशुद्धिको माध्यमबाट अन्ततः देहभित्रको आत्मालाई मोक्ष अर्थात् ईश्वरत्वतर्फ उन्मुख गराउने भएकाले यस तिथिलाई योगिनी एकादशी भनिएको हो। एकादशी र इन्द्रिय संयमको दर्शन। हिन्दू दर्शनअनुसार मानिससँग 11 इन्द्रिय हुन्छन्। 5 ज्ञानेन्द्रिय, आँखा, कान, नाक, जिब्रो, छाला, 5 कर्मेन्द्रिय, हात, खुट्टा, वाणी, गुदा, उपस्थ र 1 मन। यी इन्द्रियहरू यदि विषय वासनामा लिप्त भए भने मानिस पाप मार्गतर्फ जान्छ। एकादशी व्रतको उद्देश्य यी इन्द्रियलाई संयममा राखी मनलाई ईश्वरतर्फ केन्द्रित गर्नु हो। योगिनी एकादशी यस दृष्टिले अत्यन्त प्रभावकारी व्रत मानिन्छ। योगिनी एकादशीका आराध्य देवता। एकादशी तिथिका आराध्य देवता भगवान श्री हरि विष्णु हुन्। योगिनी एकादशीमा विशेष गरी भगवान विष्णुको ध्यान, पूजा, नामस्मरण र कथा श्रवण गर्ने विधान छ। शास्त्रानुसार यस दिन श्रद्धापूर्वक श्री हरिको पूजा गरेमा जन्म जन्मान्तरका पाप समेत नष्ट हुने विश्वास छ। पौराणिक कथा। योगिनी एकादशीको महिमा। योगिनी एकादशीको महिमा ब्रह्मवैवर्त पुराणमा उल्लेख गरिएको छ। कथाअनुसार अलकापुरी नगरीमा कुबेरका बगैँचा हेर्ने हेममाली नामका एक गन्धर्व थिए। उनी भगवान शिवका परम भक्त थिए र प्रतिदिन शिव पूजाका लागि फूल ल्याउने गर्थे। एक दिन हेममाली आफ्नी पत्नी विशालक्षीसँग आसक्त भई शिव पूजाका लागि फूल ल्याउन ढिलाइ गरे। यसकारण क्रोधित कुबेरले उनलाई कुष्ठरोग लागोस् भनी श्राप दिए। श्रापका कारण हेममाली रोगी भई पृथ्वीमा दुःखद जीवन बिताउन बाध्य भए। दुःखले ग्रस्त हेममालीले महर्षि मार्कण्डेयको शरण लिए। महर्षिले उनलाई योगिनी एकादशीको व्रत विधिपूर्वक गर्न सल्लाह दिनुभयो। हेममालीले श्रद्धापूर्वक योगिनी एकादशी व्रत गरेपछि उनका सबै रोग नष्ट भए र पुनः दिव्य स्वरूप प्राप्त भयो। यस कथाबाट योगिनी एकादशीको रोगनाशक र पापमोचक शक्ति स्पष्ट हुन्छ। योगिनी एकादशी व्रतको महत्व। शास्त्रअनुसार योगिनी एकादशी व्रतले ठूला पाप नष्ट गर्छ, शारीरिक तथा मानसिक रोगबाट मुक्ति दिन्छ, दरिद्रता हटाई समृद्धि प्रदान गर्छ, इन्द्रिय संयम र आत्मबल बढाउँछ, मृत्यु पश्चात स्वर्ग वा मोक्ष प्राप्त गराउँछ। भगवान श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई भन्नुभएको छ, हे राजन, योगिनी एकादशी व्रतले असीम पुण्य प्राप्त हुन्छ, जुन हजारौं ब्राह्मणलाई भोजन गराए सरह फलदायी हुन्छ। योगिनी एकादशी व्रत विधि। योगिनी एकादशीको पूर्ण फल प्राप्त गर्न व्रत विधिपूर्वक गर्नु आवश्यक मानिन्छ। दशमीका दिन सात्विक भोजन ग्रहण गर्ने, मासु, मदिरा, लसुन, प्याज त्याग गर्ने, क्रोध, झूठ, निन्दा र हिंसा परित्याग गर्ने, ब्रह्मचर्य पालन गर्ने। एकादशीका दिन ब्रह्म मुहुर्तमा उठी स्नान गर्ने, स्वच्छ पहेँलो वा सेतो वस्त्र लगाउने, भगवान विष्णुको पूजा गर्ने, तुलसी पत्र, फूल, धूप, दीप अर्पण गर्ने, विष्णु सहस्रनाम, हरिनाम जप गर्ने, एकादशी कथा श्रवण गर्ने, निराहार, फलाहार वा जलाहार व्रत बस्ने, दिनभरि सत्कर्म, ध्यान र भजनमा समय बिताउने, द्वादशीका दिन ब्राह्मण वा गरीबलाई भोजन गराउने,
दान दक्षिणा दिने, व्रत पारण गरी प्रसाद ग्रहण गर्ने। योगिनी एकादशी र आध्यात्मिक साधना। योगिनी एकादशी केवल व्रत मात्र होइन, यो आत्मिक अनुशासनको अभ्यास हो। एक दिनको संयमले पनि मानिसलाई आत्मनिरीक्षण गर्न, गलत बानी त्याग्न, ईश्वरप्रति समर्पित हुन प्रेरित गर्छ। विशेष गरी योगिनी एकादशीले योग र भक्ति दुवै मार्गलाई एकसाथ जोड्छ। आधुनिक जीवनमा योगिनी एकादशीको सान्दर्भिकता। आजको व्यस्त र भौतिक जीवनशैलीले मानिसलाई मानसिक अशान्ति, रोग र तनावले घेरिरहेको छ। योगिनी एकादशीले इन्द्रिय नियन्त्रणको अभ्यास गराउँछ, मनलाई शान्त र स्थिर बनाउँछ, जीवनमा सन्तुलन र सकारात्मक सोच विकास गर्छ। एक दिनको उपवास र आत्मचिन्तनले मानिसको जीवन दृष्टिमा ठूलो परिवर्तन ल्याउन सक्छ। दान धर्मको महत्त्व। योगिनी एकादशीमा गरिएको दानलाई विशेष पुण्यदायी मानिन्छ। यस दिन अन्नदान, जलदान, वस्त्रदान, औषधि वा सेवा दान गर्दा रोग, दुःख र दरिद्रता हट्ने विश्वास छ। निष्कर्ष: योगिनी एकादशी आषाढ कृष्ण पक्षमा पर्ने अत्यन्तै पावन, पापमोचक र आत्मोन्नतिको मार्ग देखाउने एकादशी हो। यस व्रतले मानवीय इन्द्रियलाई विषय वासनाबाट मुक्त गराई ईश्वर सेवामा समर्पित गराउने प्रेरणा दिन्छ। श्रद्धा, विश्वास र विधिपूर्वक गरिएको योगिनी एकादशी व्रतले मानिसलाई पाप, रोग र मानसिक अशान्तिबाट मुक्त गराई अन्ततः मोक्ष मार्गतर्फ अग्रसर गराउँछ। त्यसैले सनातन वैदिक परम्परामा योगिनी एकादशीको महिमा अत्यन्त उच्च स्थानमा रहेको छ। तपाईलाई आजको एपिसोड कस्तो लाग्यो कृपया हामीलाई सुझाव दिनुहोस्। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हवस् त, अर्को एपिसोडमा फेरि भेटौँला। नमस्कार। यहाँको बाँकी समय शुभ रहोस्।